हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी सटरडे सानो पिकनिक भनौँ न निस्ती खोलामा आएका छौँ। हाम्रो चाहिँ आज चाहिँ ढुङ्गामा पोर्कको मासु पोलेर खान गइरहेका छौँ। कस्तो हुँदो रहेछ। हाम्रो भाइले आगो बालिरहेको छ ढुङ्गा तताउनको लागि। यहाँ हाम्रो दुई ठाउँमा चुलो गराइएको छौँ। एक ठाउँमा चाहिँ मासु भुटेर खाने। यता कुकमेनमा चाहिँ हाम्रो लाउरे दाई सुरज दाई हुनुहुन्छ कुकमेनमा। दामी बनाउनु है दाई। मासु भुटिरहेको छ है, पुरा कुक गरिरहनु भएको छ हाम्रो लाउरे दाईले। दामी पाकिरहेछ है। टमाटर पनि टक्क पोल्दै सर केटाहरू स्विमिङ गर्दै आइरहेको छन्। यस मौसम रमाइलो छ। फाइनली हाम्रो ढुङ्गा तातेर पनि हामीले चाहिँ पोर्कलाई चाहिँ ढुङ्गा माथि राख्न स्टार्ट गरिसकेका छौँ। लेट्स सी कस्तो आउँछ रिजल्ट, कस्तो हुन्छ, कस्तो टेस्ट आउँछ त्यो चाहिँ पछि विचार गरिहालिन्छ। आज फर्स्ट टाइम चाहिँ त्यसरी चाहिँ खाँदैछौँ हामी। मेरो चाहिँ फर्स्ट टाइम है। सुन्दै थिएँ यस्तो दामी टेस्ट हुन्छ नि। भाइले चाहिँ फर्काइरहेको छ। निस्ती खोला हो यो चाहिँ, रजगरा मुनि। केटाहरूले यतातिर मासु पकाउँदैछन् है। आफूलाई पनि देखाऊँ भनेर यसो मैले सेल्फी पनि लिएर भिडियो गराएको छु। हल्का गीतमा झुम्दै ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ। खतरा सिक्को है यो। चर गर्ला। अलमोस्ट पाकिसकेको छ हाम्रो बुटुवा। ग्रेभी मस्त ग्रेभी छ। वाउ, हेर्दै खाउँ जस्तो लागिसक्यो यार। बहुत मेहनत गर्नुभएको छ हाम्रो लाउरे दाइले। टमाटर खोज्दै हुनुहुन्छ किनकि हामी टमाटर काट्ने कुरा पनि ल्याएको थिएनौँ। यसरी नै दामी बनेछ यार। ल हाम्रो चाहिँ पोर्क अलमोस्ट बनिसकेको छ, हेर्न सक्नुहुन्छ। वाउ दामी। त्यसपछि हामीले खानपिन गरेर यो तातो ढुङ्गालाई पानीमा हाल्न गइरहेको छ। अनि त्यसपछि हामी यसो स्विमिङतिर लागियो। हल्का स्विमिङ खेलियो। पौडिन त आउँदैन, त्यही पनि यसो पानीमा पौडी जस्तो गरियो। जाडो भएको थियो, चिसो। ल त्यसपछि अब हामी सबै सकिएर अब लाग्न थाल्यौँ घरतिर। त्यस रमाइलो भयो। आई होप तपाईँहरूलाई चाहिँ राम्रो लाग्यो यो भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ।